आज मैले बोल्ने विषय केही पृथक हुन सक्छ, त्यसैले सुरुमै क्षमा चाहे। र आज म बोल्दैछु हाम्रो वर्तमान सरकारको बारेमा, यसले अपनाएको नीतिको बारेमा। पहिलो कुरा, यो सरकारको एउटा एजेन्डा थियो। 20 वर्षमा बन्ने सडक जसरी हुन्छ 1.5 वर्ष 2 वर्षभित्र बन्नुपर्छ। र आज सोही एजेन्डा अनुरूप काठमाडौँका सडक छेउमा रहेको फुटपाथमाथि डोजर चल्दैछ। तर खै त, त्यही डोजर सुदूरपश्चिमका भिरहरूमा चलेको। के त्यो एजेन्डा राजधानीको लागि मात्रै थियो? होइन भने राजधानीको त्यो फुटपाथमा चल्ने डोजर खै त सुदूरपश्चिम र कर्णालीका भिरहरूमा चलेको? यो भन्दै गर्दा मेरो प्रश्न फेरि फुटपाथ किन हटायो यो होइन। सडक व्यवस्थापन गर्नुपर्छ, म त्यसमा सहमत छु। तर त्यसको सट्टा अर्को महत्त्वपूर्ण कार्य पनि त छ नि, त्यो पनि त गर्न सक्नु पर्यो। मेरो विचारमा विकास भनेको भएको कुरालाई मात्र विस्तृत गर्नु होइन, नभएको कुरालाई बनाउनु पनि त विकास हो। र नभएको कुरालाई बनाउनु भनेकै पहिलो विकास हो। यो कुरालाई प्राथमिकता दिनुपर्छ र दिन सक्नु पनि पर्छ। अर्को एजेन्डा थियो, हरेक परिवारमा रोजगारी सिर्जना गर्नुपर्छ। तर आज सडक छेउमा फलफुल मकै कपडा बेचिरहेकाहरूले लखेटिँदैछ। मान्छे केही नभएर रोडमा आउने हो, सबै सकिएपछि पो रोडमा आउने हो। तर उनीहरूले रोडबाट पनि लखेटिँदैछ। अब उनीहरू कहाँ जाने? यसो भन्दै गर्दा फेरि कुरा आउँछ, उनीहरू आफ्नो वास्तविक सम्पत्तिलाई लुकाएर यहाँ आएका हुन्। ठिक छ, कोही त्यस्ता पनि होलान्, होइन? कोही त्यस्ता पनि हुन्छन्, हुँदैनन् भनेको होइन। तर सबै त त्यस्ता हुँदैनन् नि। धेरैको त बाध्यता पनि हुन्छ। जसलाई बस्ने खाने ठेगान हुँदैन, उनीहरू पनि त त्यहाँ आएर बसिरहेका छन्। फलफुल बेचेर पनि आफ्नो परिवार आफूलाई पालिरहेका छन्। उनीहरूलाई त्यो सही तरिकाले बन्दोबस्त नगरेसम्म उनीहरूलाई त्यहाँबाट हटाउनु पनि त उपयुक्त हुँदैन। के यो बारेमा सोच्नु हुँदैन? र अर्को कुरा मैले सुनिरहेको, सामाजिक सञ्जालमा देखिरहेको, यो सत्य हो या झुटो हो थाहा छैन है, तर पनि सामाजिक सञ्जालमा अहिले फैलिरहेको छ। हुन त भन्छन् कुनै कुरामा पनि पूर्ण ज्ञान नभएसम्म त्यो विषयमा बोल्नु हुँदैन। तर पनि मैले भन्न चाहे, अहिलेको सरकारले हरेक मन्त्रीहरूलाई एक आइफोन दिने र त्यो अनुसारको के भन्दै मैले सुनेको थिएँ। तर मन्त्रीहरूलाई यति आइफोन बाँड्दै गर्दाखेरि टावर नभएको ठाउँमा टावरका पोलहरू गाडेको खै त? त्यसको लागि पहल गरेको खै? यो पनि त हुनु पर्यो। यो पनि त आवश्यक कुरा हो। त्योभन्दा आवश्यक कुरा यो छ, र मैले सुनेको वर्तमान सरकारले अर्को गरेको निर्णय, भारतबाट कुनै पनि सामान ल्याउन नपाइने रु 100 भन्दा माथिको। तर त्यसको पनि त विकल्प हुनु पर्यो। र मैले भन्न चाहेको कुरा के हो भने, भारतबाट कुनै पनि सामान ल्याउन नपाइने यो कुरा गर्नुभन्दा पनि महाकालीमा पुल निर्माण गर्नु छ नेपाल र भारतलाई जोड्ने, त्यसको लागि पहल गर्नुहोस् भारत सरकारसँग। मेरो मतलब, अहिले हामीले कार्य गर्नु छ भने सही तरिकाले कार्य गर्नु छ र विकास गर्नु छ भने मनमर्जीले काम गरेर हुँदैन। समतामूलक कार्य गर्न सके मात्र त्यो विकास मानिन्छ, अर्थात् आवश्यकता अनुरूपको कार्य गर्नुपर्छ। अहिले कुनै ठाउँमा पुल छैन भने त्यो पुललाई बनाउनु कार्य हो, त्यो आवश्यकताको कार्य हो भने त्यो गर्नुपर्छ। भएकै सडकलाई 12 मिटरको सडकलाई 18 मिटर बनाउनु त्यो उपयुक्त छैन अहिले, किनकि हामीसँग कुनै ठाउँमा मान्छे हिँड्न योग्य बाटो छैन, त्यो बनाउनु आवश्यकता छ नि त। भनेपछि त्यो अनुरूपको कार्य गर्नुपर्ने विकास हो नि त। त्यो पो कार्य हो, त्यो पो विकास हो। त्यसैले अहिलेको सरकारसँग मेरो अनुरोध, हुन त हामी सानो मुखको कुरा त्यहाँसम्म पुग्दैन मलाई थाहा छ होइन, तर पनि देशमा समतामूलक विकास होस्, शिक्षा र स्वास्थ्यमा विशेष सुधार आओस्, र अझै योभन्दा पनि यो सरकार गरिबहरूका लागि पनि होस्। गरिबहरूले पिल्सिन नपरोस्, हेपिन नपरोस्, कसैले दबिन नपरोस्, कसैले रुन नपरोस्। मेरो चाहना यति हो र अनुरोध पनि यति हो। र हामीले एकैचोटि ठुलो आमूल परिवर्तन पनि खोजेका छैनौँ। शताब्दीौँदेखि सकिएको देश हो। एकैचोटि त्यति ठुलो परिवर्तन गर्न र एकैचोटि आकाश छुन सकिँदैन। सबै कुरा बिस्तारै हुन्छ। बिस्तारै होस्, तर नियमबद्ध तरिकाले होस्, क्रमशः होस्। र विशेष गरी त अझै भन्नुपर्ने कुरा मैले, देशमा समतामूलक विकास होस्, आवश्यकता अनुसारको कार्य होस्, यति हो। हस्त, धन्यवाद।